तपाईलाई अचम्म लाग्ला आँखा जुदाएर एकपटक छोएर पनि रोग निको हुन्छ भनेर मानिस किन विश्वास गर्छन्? के ती सबै मानिसले ढाँटेका हुन्? के ती सबै मूर्ख हुन्? होइन, उनीहरू सबैले ढाँटेका होइनन्, उनीहरू सबै मूर्ख पनि होइनन्। किनकि त्यस्तो उपचार गर्दा कसैलाई काम गर्छ केही हदसम्म, जसलाई प्लसिबो वा नोसिबो इफेक्ट भनिन्छ। यो किसिमको साइकोलोजिकल उपचार विधि हो भनेर भन्न सकिन्छ। कसैले केही कुरा खान दिएर उपचार गर्छन्, कसैले पानी छ्यापेर वा मन्त्र भनेर, कसैले छोएर, कसैले बुटी बाँड्न दिएर वा अन्य धेरै विधिले उपचार गर्छन्। यस्तो साइकोलोजिकल ट्रिटमेन्ट बालबच्चा, कम पढेका वा रोगव्याधि बारेमा कम जानकार भएका, बाहिरी कम्प्लेक्स समाज बारेमा कम जानकार भएकोलाई झन धेरै काम गर्छ। हाम्रो शरीरको लगभग सम्पूर्ण कार्यहरू हाम्रो दिमागसँग जोडिएको हुन्छ। यदि हाम्रो दिमागलाई केही कुराको विश्वास दिलाउन सकियो भने हाम्रो शरीरको धेरै समस्याहरू केही हदसम्म, याद गर्नुहोस्, केही हदसम्म समाधान वा लक्षण कम भएको महसुस हुन्छ, केही समयको लागि भए पनि। यस्तो उपचार विधि तपाईँले पनि गर्न सक्नुहुन्छ। तर उपचार खोज्न आउनेलाई यस्तो विधि गर्दा रोग निको हुन्छ भनेर विश्वास दिलाउने खालको बोली, पहिरन र व्यवहार हुनुपर्छ। र अर्को कुरामा पनि ध्यान दिनुहोस्, हाम्रो शरीरको अधिकांश रोग, शरीरभित्र वा बाहिरको इन्फेक्सन, पानीको कमीले हुने समस्या, रुखाखोकी, टाउको दुखाइ, केही मानसिक समस्याहरू 5-7 दिनमा शरीरले आफै फिक्स गर्दै जाने वा लक्षण कम गर्दै जाने हुँदा ठिक सोही बेलामा तपाईँले उपचार भनेर जे गरिदिए पनि संयोगले उक्त समस्या आफै समाधान हुन्छ नै। अनि बिरामीले भने तपाईँले सन्चो बनाइदिएको सम्झन्छ अनि उसलाई तपाईँको उपचार विधिप्रति झन विश्वास बढ्छ। यस्तो नेपालमा मात्र होइन, अमेरिकामा पनि हुन्छ। नेटिभ अमेरिकन समुदायमा, अफ्रिकातिर झन् यो झनै धेरै हुने गर्छ। त्यसरी उपचार हुने भए अस्पताल किन जानु पर्यो, डाक्टरकोमा किन जानु पर्यो भन्ने प्रश्न पक्कै आउँछ। यस्तो साइकोलोजिकल ट्रिटमेन्ट वा प्लसिबो इफेक्ट वा नसिबो इफेक्टले मनको डर र मनको डरको कारण भइरहेको समस्या झन बढेको भए त्यसको मात्र लक्षण कम गर्ने हो वा केही समय समाधान भएको महसुस गर्ने हो। औषधि खानै नपर्ने, फेरि याद गर्नुहोस्, औषधि खानै नपर्ने कुनै समस्या छन् भने मात्र यसले काम गर्ने हो। यस्ता कुराहरूमा अति विश्वास लाग्नेलाई मात्र काम गरेको अनुभव हुने हो। त्यसैले उनीहरू सबैले ढाँटेका होइनन्, त्यस बखत उपचार भएको, सन्चो भएको महसुस मात्र गरेका हुन्। तपाईँलाई थाहा छ, तपाईँले कुनै रोगको लागि डाक्टरले नै दिएको कुनै औषधि खाँदै हुनुहुन्छ भने त्यसको पनि केही हदसम्म तपाईँलाई प्लसिबो इफेक्ट भएको हुन सक्छ, किनकि तपाईँले डाक्टरको विश्वास गर्नुहुन्छ, औषधिको विश्वास गर्नुहुन्छ। तपाईँलाई अचम्म लाग्ला आँखा जुदाएर एकपटक छोएर पनि